हेलो सबैलाई नमस्ते छ है। ल स्वागत छ मेरो भिडियोमा। हामी चाहिँ आज यो खाल्टो पुर्न लागिरहेको छौँ है महेन्द्रपुरको। उहाँ सरले चाहिँ एकदम हेल्प गर्नुभएको छ है हामीलाई चाहिँ। हो तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ है। तपाईँहरू सबैले हेर्न सक्नुहुन्छ यहाँको परिस्थिति यस्तो छ है। स्कुटी बाइकहरू साधनहरू आउँदाखेरि यसरी फस्ने यसरी लड्ने एक्सिडेन्ट हुन्छ म्याक्सिमम भएको भएर चाहिँ मैले चाहिँ मेन महेन्द्रपुरको बिच बाटोमा भएर चाहिँ बनाउनु पर्छ यसलाई चाहिँ भनेर चाहिँ गर्न लागेको है। त्यस्तो नेगेटिभ चाहिँ नलिदिनु होला। जस उहाँ सरहरू चाहिँ एकदम हेल्पफुल हुनुहुन्छ। उहाँ सरहरूले मलाई सहयोग गर्नुभयो। अझै अलिकति दिनुपर्ने भयो सर। हामीले चाहिँ यहाँ बालुवा हाल्दा हाल्दै चाहिँ हामीले लगेको 2 बोरा बालुवाले मात्रै र 1 बोरा ढुङ्गाले मात्रै यहाँ पुगेन कि। यतिले त पुग्दैन। हस् ल। उहाँ सरले चाहिँ एकदम हेल्प गर्नुभएको छ है हामीलाई चाहिँ। जो उहाँ सरहरूले चाहिँ पहिल्यैबाट प्लान गर्नुभयो रहेछ यहाँ बनाएर पुर्ने यो खाल्टो पुर्ने भनेर चाहिँ। अनि हिजो म आउँदाखेरि चाहिँ यहाँ चाहिँ स्कुटरहरू पनि परेको देखेर अनि यो खाल्टो चाहिँ धेरै गाह्रो छ नि त यहाँ छलेर हिँड्नको लागि यो मेन बाटो हो। अनि उहाँहरूले नि एकदम हेल्प गर्नुभएको छ हामीलाई सजिलो भएको छ उहाँहरूले नि हेल्प गरेर है। सो खै म हालिदिनु सर। हस् म राख्ने ल। भन्नु सर यतातिर हालिदिनु त। अझै लिएर आउनु पर्ने भयो कि 1 बोरा बालुवा। मान्छेहरूले अघि नै नि त्यत्रो दिएको नि त त्यही भएर क्या हामी चाहिँ यो सकिएर चाहिँ उहाँ साझा गरेर लिएर आएको है बालुवा चाहिँ अहिले। त्यो उहाँ सर चाहिँ एकदम काम गर्न चाहिँ एक्टिभ हुनुहुँदो रहेछ है। उहाँ 3 जनाले हामीलाई हेल्प गर्नुभएको छ। उहाँ बहिनी चाहिँ शर्मा अलिकति शर्मा मान्नुहुँदो रहेछ। उहाँ सरहरूको काम पनि होइन यो, हुन त मेरो काम पनि होइन, तर हामी अब यहाँ बाटो चाहिँ सधैँ यस्तो भएको भएर चाहिँ यो चाहिँ बनाऊँ भनेर हो है। र सिमेन्ट छर्दैछु ड्राई होस् भनेर छिटो है। त्यो कोन ल्याएर राख्नुपर्छ होला सर यहाँ है। म लिएर आइदिउँला है। स्कुटरमा लिएर आइदिन्छ एउटा यहाँ बाटोमा छेउमा छ 2टा। यो त हामीले किनेको उडाएर लान्छ कि यो त हावाले है। यो फुटबल खेल्नेहरूले उडाएर लैदिन्छ क्या। लगाइस हामीले चाहिँ बनाएर चाहिँ सक्यो। यो खाल्टो चाहिँ पुरेर उहाँ स्पेसली उहाँ सरहरूले एकदम हेल्प गर्नुभयो मलाई। बालुवा गिटी पनि उहाँहरूले हेल्प गर्नुभयो यहाँ नजिकैबाट मिलाइदिएर। सो खाल्टो चाहिँ अहिले पुरेर सकिएको छ। अब हेरौँ भोलि बिहानसम्म कस्तो हुन्छ। सायद राम्रै होला होइन। नपुगेर बिचमा चाहिँ हामी एकछिन रोकेर चाहिँ गएर ल्याउनु पऱ्यो। त्यही पनि ठिकै छ। हो तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ है। हजुर तपाईँहरूले चाहिँ तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद है। तपाईँहरूको सहयोगले गर्दाखेरि मलाई छिटो भयो। ल सर हजुरलाई पनि धन्यवाद है। हजुरहरूले गर्दाखेरि यो सजिलो छिटो नि मलाई नि सजिलो नि भयो है। नै भइहाल्छ। जस यो भएपछि मान्छेले झ्याप्पै बाइक त यो माथि त लाँदैन नि त। त्यति साह्रै गरेँ त अब हाम्रो नि के लाएर यो राखेर छोडिदिन्थेँ कि मैले फेरि हावाले उडाएर। किनकि मलाई पछि यो हराउँछ कि भनेर हो क्या। यो अलिकति ठुलो पनि छ मान्छेले क्यारी गर्न नि सक्दैन नि त सजिलै। त्यही हो उहाँ सरहरूले चाहिँ हामीलाई एकदम हेल्प गर्नुभयो। अहिले फाइनली यो सकियो पनि अब। सो हाम्रो यो चाहिँ मैले चाहिँ सानो भएर हावाले उडाएर लान्छ भनेर चाहिँ लिएर जाँदैछु मैले। सो त्यही नै हो ठुलो लिएर आएर राख्दैछौँ। सो त्यही नै हो। सबैलाई धन्यवाद भन्न चाहन्छु। हस्।